नमस्कार। लगानीको दुनियाँमा कति किताबहरू त क्लासिक नै मानिन्छन् नि हैन? फिलिप ए फिशरको कमन स्टक्स एन्ड अनकमन प्रॉफिट्स एन्ड अदर राइटिङ्स पनि त्यस्तै एउटा हो। आज हामी यही किताबमा अलिक गहिरिएर कुरा गर्नेछौँ। हो, एकदमै। यो किताब त खै कति लगानीकर्ताको लागि एउटा गाइड जस्तै भनेको छ। हाम्रो आजको उद्देश्य चाहिँ यो किताबबाट लगानीका ती खास आइडियाजहरू, ती तरिकाहरू निकाल्नु हो जसले अहिले पनि लगानीकर्तालाई काम लाग्न सक्छ। किनभने फिशरको तरिका अलि फरक छ है। बिल्कुल। फिशरको मूल सोच नै के हो भने केही एकदमै राम्रा मतलब असाधारण कम्पनीहरू चिन्ने अनि तिनमा लामो समयसम्म वर्षौंसम्म लगानी गरिरहने। बजार आज बढ्यो भोलि घट्यो भनेर आत्तिनु भएन। यो किन्ने र होल्ड गर्ने जस्तो सुनिए पनि त्योभन्दा अलिक गहिरो छ। कम्पनीको क्वालिटीमा फोकस गर्ने हो। उहाँले त राम्रो कम्पनी छान्ने 15वटा पोइन्टहरू दिनुभएको छ रे। अब 15वटै त अहिले खै भन्न समय नहोला, तर त्यसको सार के हो? कुन कुरामा चाहिँ उहाँले सबसे भन्दा धेरै जोड दिनुभएको छ? हेर्नुहोस्, सारमा भन्दाखेरि नि फिशर त्यस्तो कम्पनी खोज्न भन्नुहुन्छ जसको प्रोडक्ट वा सर्भिसको बजार अझै बढ्ने प्रशस्त सम्भावना होस् अनि भविष्यको लागि निरन्तर नयाँ कुरा खोजिरहोस्, मतलब R&Dमा लगानी गरिरहोस्। सेल्स र मार्केटिङ टिम पनि एकदम दह्रो चाहियो। नाफा राम्रो कमाउने क्षमता हुनु पर्यो, खर्च घटाउने कुरामा पनि ध्यान दिनु पर्यो। तर यी सबैभन्दा पनि महत्त्वपूर्ण कुरा जुन चाहिँ प्राय मान्छेले हेर्दैनन् त्यो हो व्यवस्थापन। म्यानेजमेन्ट कति सक्षम छ र त्योभन्दा पनि महत्त्वपूर्ण कति इमान्दार छ। यो चाहिँ उहाँले निकै जोड दिनुभएको कुरा हो। हो त नि, व्यवस्थापनको इमान्दारिता त त्यो ब्यालेन्स सिटमा मात्र कहाँ देखिन्छ र? सायद यही कुरा बुझ्नलाई होला उहाँले त्यो स्कटलबट भन्ने एउटा अनौठो तरिका अपनाउन भन्नुभएको छ। यो के हो खासमा? सुन्दै अचम्मको। हो। नाम अलि अनौठो नै छ, तर यो एकदमै प्र्याक्टिकल आइडिया हो। स्कटलबट भनेको चाहिँ कम्पनीबारे बुझ्नलाई खालि कम्पनीले दिएको रिपोर्ट हेर्ने वा म्यानेजमेन्टले जे भन्यो त्यही पत्याउने होइन, बरु त्यो कम्पनीका प्रतिस्पर्धीहरूसँग कुरा गर्ने, उसका ग्राहकहरूसँग सोध्ने, पहिले काम छोडेका कर्मचारीहरूलाई भेट्ने, सप्लायरहरूसँग बुझ्ने, मतलब त्यो कम्पनीको वरिपरिका मान्छेहरूबाट भित्री कुरा निकाल्ने। भनेपछि फिल्डमै गएर बुझ्ने, अलि जासुसी गरे जस्तो। त्यस्तै भनौँ न। यसले चाहिँ कम्पनीको वास्तविक इज्जत कस्तो छ, काम गर्ने तरिका कस्तो छ, म्यानेजमेन्ट साँच्चै कस्तो छ भन्ने कुराको अर्कै चित्र दिन्छ, जुन औपचारिक कुराहरूमा भेटिँदैन। निकै मेहनत लाग्ने रहेछ। तर कहिले हो? धेरै जसो त बजार घट्छ कि भनेर डराएर वा अलि नाफा देख्ने बित्तिकै बेचिहाल्छन् नि। हो, यहाँनिर फिशरको सोच बजारको हल्लाभन्दा एकदमै फरक छ। उहाँ के भन्नुहुन्छ भने राम्रो कम्पनी भेट्टाउनु नै यति गाह्रो छ, एकचोटि भेट्टाएपछि सानोतिनो बजारको उतार चढाव वा थोरै नाफा सुरक्षित गर्ने नाममा बेच्नु त त्यो त मूर्खता हो। उहाँका अनुसार बेच्ने जम्मा 3टा मात्रै बलियो कारण हुन सक्छन्। पहिलो, तपाईले किन्दा जुन विश्लेषण गर्नुभएको थियो त्यो नै गलत रहेछ भने पछि थाहा भयो भने। सुरुमै गल्ती भएछ भने। दोस्रो, कम्पनीको जुन आधारभूत गुण थियो नि, जस्तै व्यवस्थापन परिवर्तन भएर कमजोर भयो वा बजारमा उसको पकड नै गुमियो, यस्तो केही भयो भने। र तेस्रो कारण चाहिँ तपाईले लगानी गरेको कम्पनी भन्दा पनि अझै कैयौं गुणा राम्रो, मतलब तुलना नै नहुने अर्को लगानीको अवसर भेट्नु भयो भने मात्रै। नत्र होल्ड गर्ने, बजार घट्छ कि बढ्छ भनेर अनुमान गरेर बेच्नु त जुवा खेल्नु जस्तै हो भन्नुहुन्छ। बजारको सेन्टिमेन्टले होइन कि कम्पनीको फन्डामेन्टलले निर्णय लिनुपर्ने रहेछ। अनि यही फन्डामेन्टलकै कुरा गर्दा लाभांश मतलब डिभिडेन्ड बारे उहाँको के धारणा छ? धेरै लगानीकर्ता त रेगुलर डिभिडेन्ड दिने कम्पनी नै खोज्छन्। एकदम सान्दर्भिक प्रश्न। फिशरको तर्क चाहिँ अलि फरक छ यहाँ। उहाँ के भन्नुहुन्छ भने यदि कुनै कम्पनीसँग एकदमै राम्रो ग्रोथ गर्ने अवसर छ र त्यसको व्यवस्थापन पनि त्यो अवसरलाई उपयोग गर्न एकदमै सक्षम छ भने कम्पनीले कमाएको नाफा शेयरधनीलाई लाभांश भनेर बाँड्नुभन्दा त फेरि त्यही व्यवसायमै लगानी गर्दा धेरै राम्रो हुन्छ। किनभने त्यो सक्षम व्यवस्थापनले त्यो पैसालाई हामीले आफैले लगानी गर्नुभन्दा धेरै गुणा बढाउन सक्छ। त्यसैले कति लाभांश दियो भन्ने मात्र हेरेर हुँदैन, त्यो कम्पनीले आफ्नो पुँजी कसरी प्रयोग गरिरहेको छ त्यो महत्त्वपूर्ण हो। ग्रोथ कम्पनीले त नाफा फेरि लगानी नै गर्दा फाइदा हुने भयो।
भनेपछि विविधीकरण डाइभर्सिफिकेसन बारे पनि उहाँको विचार अलि फरक छ होला नि। हामी त सुन्छौँ नि धेरैतिर थोरै लगानी गरे सुरक्षित हुन्छ भनेर। हो, उहाँ त्यो अति विविधीकरण मतलब धेरै थरी कम्पनीमा अलिअलि लगानी छर्ने कुराको विपक्षमा हुनुहुन्छ। उहाँको भनाइ के छ भने तपाईले 30-40 वटा कम्पनीमा लगानी छर्नुभयो भने तपाईले कुनै पनि कम्पनीलाई गहिरोसँग बुझ्नै भ्याउनुहुन्न। बरु थोरै 5-7 वटा वा 10-12 वटा मात्रै तर साच्चीकै उत्कृष्ट तपाईले एकदमै राम्रोसँग बुझेको कम्पनीहरू छानेर तिनमा ध्यान केन्द्रित गर्नु बढी फाइदाजनक हुन्छ। यसलाई उहाँ फोकस्ड इन्भेस्टिङ भन्नुहुन्छ। ए धेरैतिर छरेर ध्यान भट्काउनु भन्दा केही राम्रामा फोकस गर्ने। यसले त आफूले के किन्दैछु भन्ने थाहा पनि हुन्छ राम्रोसँग। ठ्याक्कै, जोखिम कम हुन्छ बरु, किनकि तपाईले आफ्नो लगानीबारे गहिरो जानकारी हुन्छ। र अन्त्यमा उहाँले त्यो भिडको पछि नलाग्न दिएको सल्लाह त आजकल झनै महत्त्वपूर्ण छ है। सामाजिक सञ्जालदेखि जताततै हल्लाको भरमा लगानी गर्ने चलन बढेको बेला। निश्चित रूपमा एकदमै सान्दर्भिक कुरा हो यो। फिशर भन्नुहुन्छ शेयर बजारमा पनि फ्यासन जस्तै हो, एउटा हल्ला चल्छ, एउटा ट्रेन्ड आउँछ, आज यो सेक्टर राम्रो भन्छन् भोलि अर्कै। सफल लगानीकर्ता बन्नलाई चाहिँ यो हल्ला र भिडबाट प्रभावित नभइकन कम्पनीको वास्तविक मूल्य कति हो, यसको भविष्य कस्तो छ भनेर आफैले स्वतन्त्र विश्लेषण गर्न सक्नुपर्छ। कहिलेकाहीँ त बजारले मतलबै नगरेको, सबैले नराम्रो भनेको तर भित्री गुण भएको कम्पनी नै किन्नको लागि सबभन्दा राम्रो अवसर हुन सक्छ। भनेपछि फिलिप फिशरको यो लगानी दर्शनले हामीलाई हल्ला र सतही विश्लेषणभन्दा माथि उठेर कम्पनीको गुणस्तर, व्यवस्थापनको चरित्र, दीर्घकालीन सोचाइ अनि त्यो स्कटलबट जस्तो गहिरो अनुसन्धान गर्ने तरिकामा ध्यान दिन सिकाउँछ। सङ्ख्याभन्दा गुणस्तर हो, र यसले आजको समयमा एउटा निकै महत्त्वपूर्ण प्रश्न पनि खडा गर्छ जस्तो लाग्छ मलाई, कि आजको यो यति छिटो परिवर्तन भइरहेको, यति धेरै सूचना भएको बजारमा फिशरले भने जस्तो धैर्य राखेर त्यति गहिरो अनुसन्धान गरेर वर्षौंसम्म एउटै कम्पनीमा टिकिरहने तरिका साँच्चै सम्भव छ, वा यो केवल एउटा पुरानो जमानाको राम्रो आदर्श मात्रै हो? यो सोच्नुपर्ने कुरा हो। निकै घटलाग्दो प्रश्न। यसमा पक्कै पनि हाम्रा श्रोताहरूले पनि विचार गर्नुहुनेछ। आजको यो छलफलको लागि धेरै धेरै धन्यवाद। धन्यवाद।